हजुरहरूलाई फेरि पनि स्वागत छ र हामी चारधाम सिक्किम चारधामको दोस्रो भिडियो लिएर उपस्थित भइसकेको छु र अहिले हामी मेन गेटबाट भित्र मन्दिरपट्टि सबैजना प्रस्थान गरिरहेका छौं र हामी अहिले किरातेश्वर महादेव भगवानको द्वारतर्फ अघि बढिरहेका छौं र हजुरहरूले देख्न सक्नुहुनेछ किरातेश्वर मन्दिर। भगवानलाई प्रणाम गर्दै गर्दै हामी फेरि अगाडि बढिरहेका छौं भगवान शंकरजीको दिव्य धाम यो मन्दिरतर्फ र बाटामा अनेक सुन्दर सुन्दर दृश्यहरू मामा र भान्जोको सानो फोटो भिडियो। अगाडि हाम्रो छोरो उभिरहनु भएको छ र हामी अगाडि मन्दिरतर्फ बढिरहेका छौं र सिधै गएर हामी पहिला भगवान शंकरजीको दर्शन गरिसक्यौं र यस मन्दिर भगवानको ठुलो मन्दिर यहाँ सर्वप्रथम हामीले दर्शन गर्यौं र त्यसपछि हामी बाहिर निस्केर देवर भाउजू यहाँ फोटो खिच्दै हुनुहुन्छ। छोरो पनि मेरो पनि खिचिदिनु भन्दै जिद्दी गर्न लाग्यो, उसको पनि फोटो खिचे। ठुलो दाजुको फोटो खिचिसकेपछि कान्छोले म चाहिँ के कम भनेर कान्छो पनि आयो र उहाँ हुनुहुन्छ मेरो जेठो दाजु, बडो शान्त सरल स्वभावका हुनुहुन्छ र यसै गरेर हामी त चिनिहाल्नुभयो हजुरहरूले र मन्दिर अत्यन्त रमणीय छ, पवित्र छ। जो चारधाम सबै परिक्रमा गर्न नसक्ने व्यक्तिहरूका लागि हाम्रो सिक्किमको पूर्व मुख्यमन्त्रीज्यू डाक्टर पवन चामलिङज्यूले सबै आमा बुवाहरूको मनोरथ पूर्ण गर्दै सिक्किम नाम्ची अवस्थित चारधामको निर्माण गराइदिनु भएको छ। यति शान्त छ, पुगेर फर्केरै नआउँ जस्तो बडो आनन्द आइरहेको छ र यहाँको सुन्दर सुन्दर बगैँचामा फुलहरू लगाइएका छन्। हेर्दै मनलाई आकर्षण गर्ने, लोभ्याउने बडो सुन्दर रङ्गी बिरङ्गी फुलहरू आज ढकमक्क भएर फुलेका छन्, पक्रेका छन्, सबैका मनलाई लोभ्याइरहेका छन्। र मन्दिरभित्र विशेष गरेर क्यामेरा युज गर्न पाइँदैन रहेछ र मन्दिरभित्रका दृश्यहरू मैले हजुरलाई देखाउन सकिनँ। बाहिरबाट अत्यन्त सुन्दर सबै यात्रुहरू भक्तजनहरू आएर चारधाम जो रामेश्वरम, द्वारिका, जगन्नाथ, बद्रीनाथ भनेर चिनिन्छन् चारधाम पवित्र आज जो टाढा टाढा जान नसक्दा पनि यही सिक्किमको चारधाममा आएर पनि हामीले दर्शन गर्न पाउनेछौँ र विशेष गरेर हामी जानुको तात्पर्य हाम्रा भतिजो आहान बाबुको जो मुण्डनको कार्य रहेको थियो र यसलाई पनि हाम्रो चारधाममा गर्ने एउटा सङ्कल्प लिएका थियौँ र आज चारधामको दर्शन गराउँदै गराउँदै हाम्रो सानो नानी बाबुको आज मुण्डन कार्य हामी गरिरहेका छौँ। सबै परिवार एवं मामाहरू पनि आएर नानीको आज मुण्डन संस्कार हामी सिक्किमको यस पवित्र धराधाममा आज पूर्ण गरिरहेका छौँ। नानीले अलिकति यहाँ झगडा गर्दै थियो तर नानीलाई आकर्षण गर्नको लागि हामीले यसो तालीहरू बजाउँदै र हाम्रो छोरीले थाली थाप्दै मामाहरूले कपाल काट्दिँदै गरिरहनु भएको छ
र बाबुलाई धेरै अप्ठ्यारो लागे जस्तो भएर निकै हामीलाई कपाल काट्नमा निकै बाधा पुर्याउन खोज्नुभयो, रुँदै हुनुहुन्छ। र बाबुले झगडा गर्दै भए पनि अन्तमा कपाल काट्न दिनुभयो र कपाल काटिएर नानीलाई तिलक सिलक लगाएर अब सबैजना हामी चारधामको दर्शनतर्फ अगाडि बढिरहेका छौँ। अब सर्वप्रथम हामी बद्रीनाथ गयौँ। बद्रीनाथको दर्शन सकिसके पश्चात यसै गरी हामी जगन्नाथपुरीमा गएर भगवानको दर्शन गरेका छौँ र जगन्नाथबाट हामी अगाडि लाग्यौँ। अगाडि लागिसके पश्चात हामी अब दर्शन गर्दै अब हामी रामेश्वरमको पनि दर्शन गरिसकेका छौँ। रामेश्वर धाम र अब द्वारिकामा हामी प्रवेश गऱ्यौँ र साई मन्दिर रहेछ, साई मन्दिरको पनि दर्शन गऱ्यौँ। यसै गरेर हामी द्वादश ज्योतिर्लिङ्गहरूको दर्शन गर्दै र हामी आफ्नो यात्रालाई हामी अगाडि बढाउँदै भगवान चारधामलाई दर्शन गर्दै सबैजना अब हामी चारधामबाट बिस्तारै बिदाई लिँदै आइरहेका छौँ, अघि बढिरहेका छौँ र सबैजना चारधामलाई प्रणाम गर्दै सबैजना आफ्नो यात्रामा अघि बढ्यौँ र हामी फर्कँदैछौँ। फर्किँदाखेरिको यो दृश्य हो, बडो सुन्दर छ। र यसै गरेर हामी साई मन्दिर दर्शन गर्न गएका थियौँ। साई मन्दिरको बाहिरबाट हो यो, भित्र फोटो खिच्न पाइँदैन रहेछ। र अब हामी सिधै हेलिप्याड ग्राउन्डमा जाँदैछौँ। सबैजना तीर्थ भोजतर्फ लाग्यौँ। पण्डितजी चल्दैछ? ओ पण्डितजी राम राम। जय श्री राम। रमाइलो गर्दै सबैजना भोकाए दिदी म पनि छु ल। र धमाधम सबै आज प्रसादी लिइरहेका छौँ। सबैले हेरौँ है यता। खोइ हाम्रो लोक्सन दिदी कता हुनुहुन्छ? यता हेरिदिउँ है। ल ल ल कतिवटा छ यस्तो कप यति नै हो। अङ्कल यता हेरिदिउँ है, देखिएन। यो काकालाई दिउँ त, तपाईँले पनि दिउँ। यो तपाईँले पनि गणेश भाइ सबैजनाले प्रसादी लिइसके पश्चात हेलिप्याड ग्राउन्डहरूको अवलोकन। आज हामी हाल बराबर परिवार लगभग 90% ज्वाइन्ट चेला भान्जा भान्जी भान्जी बुहारीहरूलाई छेवार भनौँ न, कपाल काट्ने न्यु गरेर यसो वनभोज पनि हुने। अनि सिक्किमको नाम्चीमा जो चारधाम भन्ने अहिले तपाईँको भर्खर चर्चित छ, दर्शन गर्न। अब हामी यहाँबाट गएर साईजीलाई प्रणाम गर्छौँ। लक्ष्मी हस्त हजुरलाई सेवारो काम्री ख्यापुलो जोजलोको नमस्ते। र अब हामी साई मन्दिर आइसकेका छौँ र आएर भगवान शङ्करजीको दर्शन गर्दै र साई मन्दिरको पनि भित्र गएर दर्शन गरेका थियौँ। फोटो खिच्न पाइँदैन रहेछ भित्र र बाहिरै फोटोहरू खिचेर मन्दिर यस प्रकार देखिन्छ। र अब केही छविहरू छन् र अब यी छविहरूलाई अवलोकन गर्दै आजको यस भिडियोलाई अन्तिम चरणमा हामी आइसकेका छौँ र केही 2-4 छविहरू यहाँ प्रस्तुत गरेको छु। सबै नानीहरू
आफन्त इष्टमित्रहरू सबैजना भेला भएर गएका थियौँ र उहाँहरूकै फोटोहरू 2-4 वटा हामी हेरिरहेका छौँ। नानी मेरो सानो नानी हो र भगवान् शङ्करजीको साथमा मेरो पनि मेरो आमा बुवा र यसै गरेर हामी दुई रमाइलो गर्दै हाम्रा भाइ बुहारी हामी नानीहरूसँग खिच्दै सबै परिवारहरू यहाँ छौँ। सुन्दर फुल एवं भगवान् शङ्करजीको दिव्य धाम र यसै गरेर 12 ज्योतिर्लिङ्गहरूका नामहरू छन् यहाँ। सबै दर्शन गर्दै गर्दै आज चारधाम सिक्किम नाम्ची अवस्थित यस दिव्य धराधामलाई प्रणाम गर्दै आज सबैजना हामी चारधामबाट बिस्तारै बिस्तारै बिदा लिने समय भइसकेको छ र हजुरहरूले यस भिडियोलाई हेरिदिनु भयो, माया गरिदिनु भयो, त्यसको निमित्त हजुरहरूलाई धेरै धेरै धन्यवाद अर्पण गर्दै आउँदा दिनहरूमा पनि यस्तै राम्रा राम्रा भिडियोहरू अवश्य पनि ल्याउनेछु। जय श्री राधे, ओम नमः शिवाय।